नमस्कार सबैजनालाई। हाम्रो यो नयाँ युट्युब च्यानल म्याप एन्ड एक्सप्लोरको पहिलो भिडियोमा हजुरहरू सबैलाई स्वागत छ। र आज चाहिँ हामी जाँदैछौँ लमजुङको भोटेउडार स्थित एक प्रख्यात झरना डिडिसी झरना। उक्त झरनाको विषयमा नाम र सम्बन्धित तथ्याङ्क हामीलाई थाहा भएन। जहाँसम्म सुन्नमा आएको छ उक्त झरना चाहिँ मानव निर्मित हो, कृत्रिम हो, प्राकृतिक होइन भन्ने। यस विषयमा कसैलाई बढी थाहा भए स्पष्ट पारिदिनु होला। र यो सँगसँगै आज हाम्रो यात्रा सुरु भयो बेसी सहरको रानीकुवाबाट, बेसी सहर नगरपालिका स्थित रानीकुवाबाट। र अहिले हामी आइपुग्यौँ भकुण्डे तालफाँट र यही क्रमसँगै हाम्रो यात्रा निरन्तर अगाडि जारी छ। र आज चाहिँ मौसमले हामीलाई साथ दिइरहेको अवस्था छ। थोरै धेरै घाम पनि छैन, मौसम पानी परिरहेको पनि छैन। त्यो कारणले गर्दा यात्रा थोरै सहज नै छ। आशा गरौँ यहाँभन्दा अगाडि पनि मौसमले यतिकै साथ दिनेछ। अनि यात्राकै क्रममा अहिले हामी आइपुग्यौँ मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशय क्षेत्र, बाँध क्षेत्र। र दायाँपट्टि हामी देख्न सक्छौँ हाम्रो लमजुङको अत्यन्तै प्रख्यात गाईखुरे झरना, जुन अहिले बर्खायाममा अत्यन्तै आकर्षक र मनमोहक देखिरहेको छ। र यो सँगै अहिले हामी छौँ चिप्लेटी भन्ने स्थानमा। यहाँबाट अगाडि अझै हाम्रो यात्रा निरन्तर छ। त्यसपश्चात हामी आइपुग्यौँ अहिलेको नयाँ फराकिलो र सुधार गरिएको बाटो, जुन उदयपुरभन्दा अगाडि रहेको छ। साथै हामी दायाँतर्फ बाटोको दायाँपट्टि देख्न सक्छौँ यो नयाँ नाला, जुन कङ्क्रिट वा सिमेन्टको होइन, यो प्लास्टिक अथवा यस्तै कुनै अन्य पदार्थको छ, जुन देख्नलाई अत्यन्त आकर्षक छ। र यो उदयपुर बजार, हामी अहिले उदयपुर आइपुग्यौँ। अब जुन यो तपाईँले अगाडि प्रवेशद्वार देखिराख्नु भएको छ, त्यहाँबाट चाहिँ बेसी सहर नगरपालिकाको सीमा समाप्त भएर सुन्दरबजार नगरपालिकाको सीमा प्रारम्भ हुन्छ। र यसै स्थानबाट हामी बायाँतर्फ बाटोबाट मोड्यौँ भने हाम्रो आजको गन्तव्यतर्फ लाग्ने स्थान सुरु हुन्छ। अब हामी मुख्य सडकलाई छोडेर भित्री सडक अथवा भनौँ मुख्य बाटोबाट तलतिर लाग्यौँ हामी देब्रेपट्टिबाट। र यो तपाईँहरू देख्नुहुन्छ खेल मैदान, भोटेउडार स्थित खेल मैदान। अब यहाँबाट केही थोरै अगाडि लागेपछि आजको हामी हाम्रो गन्तव्यको नजिक पुग्नेछौँ। अब यसै सिँढीको बाटोबाट हामी तल झर्दैछौँ। अब हाम्रो बायाँपट्टि देख्न सक्नुहुनेछ आजको हाम्रो अन्तिम गन्तव्य। यसै झरनाको लागि आज हामी आएका थियौँ। लमजुङको भोटेउडार स्थित डिडिसी झरना नामले परिचित झरना। यो कृत्रिम या प्राकृतिक भन्ने विषयमा हामीले कृत्रिम हो कि भन्ने सुन्नमा आएको छ, तर कसले के प्रयोजनको लागि यो बनाएको हो हामीलाई त्यो चाहिँ थाहा भएन। थाहा हुने मान्छेहरूले जानकारी गराइदिनु होला कमेन्टमा। र यसका साथै अहिले बर्खायाममा हरियाली सँगसँगै झरनाको र वरिपरिको पर्यावरणको आनन्द लिनुहुन हामीले विभिन्न माध्यमबाट कैद गरेका, क्यामेरामा कैद गरेका दृश्यहरू अब तपाईँहरूको लागि। यसका साथै आजको यो हाम्रो यात्रा यहीँ समाप्त भएको छ।
भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुने सम्पूर्ण दर्शकहरूमा धेरै धेरै धन्यवाद।